बर्दियाको बाराबर्दिया नगरपालिका वार्ड नम्बर 5 स्थित रहेको सैदान बचत तथा ऋण सहकारी संस्थाले जब्दुवाको 26औं वार्षिक साधारण सभा संस्थाको प्रांगणमा शुक्रबार सम्पन्न गरिएको छ। बाराबर्दिया नगरपालिकाका नगर प्रवक्ता तथा वार्ड नम्बर 4 का ओडा अध्यक्ष सीताराम योगीले पानसमा दीप प्रज्वलन गरी ब्यानर पढी विधिगत रूपमा उद्घाटन गर्नुभएको थियो। आर्थिक वर्ष 2056-57 सालमा सहकारी डिभिजन कार्यालय नेपालगञ्ज र सहकारी डिभिजन कार्यालय बर्दियामा दर्ता भई 25 जना शेर सदस्यबाट आफ्नो यात्रा सुरुवात गरेको यस संस्थाले हाल बाराबर्दिया नगरपालिकाका 1, 2 र 9 नम्बर वार्डहरू बाहेक 8 वटा वार्डहरूमा 26 वटा समूहका 581 महिला र 555 पुरुष गरी जम्मा 1162 जना शेर सदस्यहरूमा करिबन 5,08,95,000 बराबरको कारोबार गरिरहेको संस्थाका अध्यक्ष लौटन थारूले बताएका छन्। 5,08,95,000 रुपया बराबर के हमारा आज कारोबार हुँदा यो हाम्रो घर हो, यो हाम्रो सम्पत्ति हो भन्ने भावना हामी सबैलाई हुनुपर्छ। आज भोलि धेरै सहकारीहरू डुबिरहेका छन्। यस्ता घटना हुन नदिनका लागि हामी सचेत हुनुपर्छ। सबैले पारदर्शी तरिकाले कारोबार गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बाराबर्दिया नगरपालिकाका नगर प्रवक्ता तथा वार्ड नम्बर 4 का ओडा अध्यक्ष सीताराम योगी। यो हाम्रो घर हो, यो हाम्रो आँगन हो, यो आफ्नै सम्पत्ति हो। तो सम्पूर्ण यो भावना चाहिँ हामीमा हुनुपर्छ। अनि त्यसपछि बल्ल यो सहकारीको अगाडि बढ्छ, यसको मनोबल पनि अगाडि हुन्छ र यो प्रगति गर्दै जान्छ। यदि हामीले त्यसलाई ध्यान दिँदैनौँ भनेपछि यो सहकारी फेरि गिर्दो खस्दो स्तरमा जान्छ। तपाईँ हामीले सुनिरहेछौँ, यहाँका धेरै सहकारीहरू डुबिसकेका छन्। करोडौं रुपियाँ अरबौं रुपियाँ लिएर पनि फरार भएका छन्। यी सब कुराहरू घटना दुर्घटनाहरू हामी सबैले सुनिरहेका छौँ। यतापट्टि पनि हामी सबैले मनन गर्नुपर्ने र ध्यान दृष्टि गर्नुपर्ने हो। हामीमा हृदयमा हाम्रो आत्मामा एकदम ईमानदारिता हुनुपर्छ। सबभन्दा ठुलो के हो भनेपछि हाम्रो ईमानदारिता। यदि ईमानदारिता छ भनेपछि हामी उसको पनि अगाडि बढ्दै जान्छौँ। हामी व्यापार गर्छौँ, व्यवसाय गर्छौँ, हर कुरा गर्छौँ, मेहनत गर्छौँ, परिश्रम गर्छौँ। तर यदि हामी बेइमानीको नियत लिएर गर्छौँ भने हामी त्यो अगाडि बढ्न सक्दैनौँ। यदि हामी यसको मेहनत गर्छौँ र ईमानदारिता राख्छौँ भने हामी अगाडि बढ्छौँ। यो हाम्रो एउटा देन हो, यो एउटा हामीहरूको कामना पनि हो, हाम्रो पूर्वजहरूको यो शक्ति पनि हो। त्यसतिर हामीले ध्यान दिनुपर्ने हुन्छ। र यो सहकारीमा हाम्रो अध्यक्षज्यूले यसमा त वार्षिक आय व्यय पनि सुनाउनु भयो, तपाईँले आय व्यय सुन्नु पनि भयो। यो सहकारी हो, जहाँसम्म छ म यो सुझाव दिन चाहन्छु, यो समितिले सुझाव दिन चाहन्छु, नगद पैसा राख्नु हुँदैन। साधारण सभा भनेको वर्षभरि संस्थाले गरेको कारोबारको चेक जाँच गर्ने दिन हो। सबै शेर सदस्यहरूले यो कुरालाई राम्रोसँग बुझ्नुपर्छ भन्नुहुन्छ कार्यक्रमका विशेष अतिथि तथा बाराबर्दिया नगरपालिकाका सहकारी शाखाका प्रमुख कृष्ण गौतम। यो साधारण सभामा हजुरले अघि भनिसक्नुभयो, हाम्रो उसको जमर्को अध्यक्षजीले पनि भनिसक्नुभयो, अनि हाम्रो सहकारीले पनि भनिसक्नुभयो, अध्यक्षजीले पनि आर्थिक प्रशासनिक प्रतिवेदन पेश गरिसक्नुभयो। हजुरको यो साधारण सभा भनेको हजुरले वर्ष दिनभरिमा कति जम्मा गर्नुभएको छ, त्यसको ब्याज कति पाउनुभयो, ऋण लगानी के छ अवस्था, अनि त्यसको ब्याज कति भयो, आम्दानी खर्च कति छ, अनि कुन कुन कार्यक्रमहरू वर्ष दिनभरिमा भयो, अनि खालका कुराहरू हजुरले अध्यक्षज्यूबाट सुनिसक्नु भएको छ। यो भनेको यो सहकारी हुनु त हामीहरू सबैले हामीहरू आफैले आफ्नो लेखाजोखा आफै गर्ने, आफ्नो हिसाब किताब आफै खोज्ने। यसको दाममा पनि ब्याज पनि हामीले तिरेनौँ भने भोलि गएर के हुन्छ, सहकारीको सम्पूर्ण शेयर सदस्यहरूलाई चाहिँ यसले असर गर्छ। त्यसले गर्दाखेरि हामीले जहिले पनि नियमित रूपमा बचत गर्ने, अनि त्यसपछि त्यसको बचत कति भयो, अनि त्यसको ब्याज हामीले कति पायौँ, ती कुराहरू हामीले हेर्नुपर्छ। पूर्व सञ्चालक समिति नियमित बचतकर्ता असल व्यवसाय गर्ने, समयमा ब्याज बुझाउने, संस्थाको नियम नीतिलाई पालना गरिरहेका शेर सदस्यहरूलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो।
संस्थाबाट युरिया मल खाद बिक्री वितरण, शेर सदस्यहरूको प्रगतिका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र विभिन्न दिवसहरू पनि समय समय मनाउँदै आइरहेको बताइएको छ।